हेलो साथी हो, गुड मर्निङ छ। तपाईहरुलाई सोनो नेवर च्यानलमा स्वागत छ है। आजको दिनको सुरुवात भइसक्यो मेरो रेस्टुरेन्टबाट। यो चाहिँ हो मेरो वाइफको रेस्टुरेन्ट। हजुरहरुलाई मतलब यसको लोकेसन चाहिँ मैले अहिलेसम्म दिएको छैन। यसको लोकेसन चाहिँ तपाईको उल्लुबारी हो। उल्लुबारीदेखि तपाईको सिधा लेफ्ट साइड पसेर साउथ सरनिया रोडमा छ। साउथ सरनिया रोडमा भन्दाखेरि चाहिँ उल्लुबारीबाट आउँदाखेरि चाहिँ तपाईको लेफ्ट साइडमा पर्छ। अन्त गान्धी मण्डपबाट आउँदा चाहिँ तपाईको राइट साइडमा पर्छ। हजुरहरुलाई कहिले भिजिट गर्नु होला। खानाहरु चाहिँ एकदम राम्रो छ, रिजनेबल प्राइस, फुड चाहिँ एकदम राम्रो छ। यहाँको मोमो थुक्पाहरु चाहिँ एकदम दामी छ। हजुरहरु पनि आएर टेस्ट गरिदिनु होला हो त। आज चाहिँ हाम्रो अलिक बल्बमा अर्डर आएको छ र अलिक तपाईको अर्डर भनेपछि के हुन्छ, फुड अफिसरको अर्डर आएको छ। त्यो चाहिँ हामीहरु अर्डर रेडी गर्दै छौं। मिजाहरु फटाफट रेडी गर्दै छौं किनकि अर्डर अलिक छिटो चाहिएको छ। यहाँ अर्डर सकेर चाहिँ मलाई फेरि त मेरो आफ्नो दोकान अर्को दोकानमा पनि जानु छ, जुन चाहिँ छ बिबो र कलेजको अगाडिपट्टि। आज चाहिँ हामी सबैजना मिलेर फटाफट बिहानै आएर फटाफट रोलको अर्डर थियो, अलिक बल्बमा आएको थियो। त्यो अर्डरलाई चाहिँ फटाफट रेडी गर्दैछौँ हो सबैजना मिलेर। अब यो मिजा सिजा भइसक्यो। यता वाइफले चाहिँ पनिर सनिर काट्नु हुँदैछ किनकि पनिर रोलको पनि अर्डर आएको छ। यता एक चिकन रोलको पनि अर्डर आएको छ। त्यो एक चिकन रोल चाहिँ म रेडी गर्दैछु, वाइफले चाहिँ पनिर रोल रेडी गर्नु हुँदैछ। यता भाइले चाहिँ फटाफट चिकन काट्दैछ, म चाहिँ यता पनिरहरू फ्राई गरेर टकटक रेडी गर्दैछु हो। अब यस्तै हो अर्डरहरू। अब राम्रो मतलब राम्रो दिनु छ भने अब राम्रो बनाउनु पर्यो। अब कस्टमरहरू सबै रेगुलर कस्टमर हो। अब त्यहाँ अब बहुत दिनदेखि खाएर अब दोकान खोलेदेखिबाट उनीहरू रेगुलर कस्टमर हो हाम्रो। उनीहरूको लागि चाहिँ राम्रो खाना बनाइदिनु पर्यो किनकि कस्टमर भनेको चाहिँ भगवान जस्तो हुन्छ हाम्रो लागि हो। अब त्यही हो कि कस्टमरले अब एक बार खायो भने दोबारा आउने टाइपको बनाउनु पर्यो। त्यही कारण म चाहिँ राम्ररी बनाइदिँदैछु। यो चाहिँ तपाईँको रोलको फिलिङको लागि चिकनको मिजा बनाउँदैछु म चाहिँ। यता वाइफ चाहिँ यता रोल पेकिङ गर्नु लागि तपाईँको अब फटाफट यता रेडी गर्नु हुँदैछ। म चाहिँ यता मिजा सिजा बनाउँदैछु। अब रेस्टुरेन्ट बिजनेस चाहिँ कस्तो हो भने साथी हो, अब आफूले नजान्दा चाहिँ अब नखोल्दा पनि हुन्छ किनकि स्टाफको भरोसामा मात्र रेस्टुरेन्ट बिजनेस चाहिँ चल्दैन। रेस्टुरेन्ट बिजनेस भनेको चाहिँ तपाईँ आफै जान्नुपर्छ किनकि खानाहरूको कोस्टिङ मिलाउनु पर्यो। अब कुन चाहिँ दाममा तपाईँले खाना बिक्री गर्नुहुन्छ त्यही हिसाबले खाना बनाउनु पर्यो, कोस्टिङ म्यानेज गर्नु जान्नु पर्यो। त्यो अरूको मतलब त्यसको रेस्टुरेन्ट त राम्रो चल्दैछ भनेर आफूले पनि त्यो सोच्ने होइन कि आफूले जे बिजनेस आउँछ त्यो गर्ने हो। त्यही कारण हामीले चाहिँ अब पहिलादेखि नै रेस्टुरेन्ट लाइनमै काम गरिरहेको छौँ। त्यही कारण अब रेस्टुरेन्ट बिजनेस चाहिँ ठिकै भनेर आज 4-5 वर्ष भयो रेस्टुरेन्ट बिजनेस गर्न थालेको। पहिला चाहिँ म भिडियो सिडियो बनाउनु थिएन, त्यही कारण तपाईँहरूलाई अब थाहा थिएन होला। अहिले चाहिँ म अब भिडियो सिडियो बनाउनु थालेको छु। त्यही कारण वर्तमान चाहिँ सबैलाई थाहा छ अब भिडियो बनाउँछ, रेस्टुरेन्ट छ उसको यहाँ भनेर। त्यही भएर हामी पहिला नै मेरो वाइफ पनि रेस्टुरेन्टमै काम गर्नुहुन्थ्यो पहिलादेखि, म पनि रेस्टुरेन्टमै काम गर्थेँ। त्यही कारण हामी चाहिँ अब त्यसलाई नै अब हाम्रो कर्म धर्म जे हो अब हामी त्यही भनेर हामी चाहिँ स्टार्ट गरेको रेस्टुरेन्ट बिजनेस चाहिँ 4 साल जस्तो भयो। भगवानको कृपाले तपाईँहरूको आशीर्वादले राम्रै चलिरहेको छ अहिलेसम्म। र हजुरहरू पनि आउनु होला। गुवाहाटीमा छ एउटा बिबो र कलेजको अगाडिपट्टि छ उल्लुबारी बिबो र कलेज, एउटा चाहिँ साउथ सरनिया रोडमा छ मेरो हो। हजुरहरू पनि कहिले गुवाहाटी आउनुभयो भने होइन भिजिट गर्नु होला होइन। त्यो एउटा साउथ सरनिया रोडको दोकानको नाम चाहिँ टिपटप फुड एन्ड जुस हो। अनि तपाईँको बिबो र कलेजको स्टेडियमको छेउको चाहिँ टिकटक फुड एन्ड जुस हो। दुईटै सेम खाना भेट्नुहुन्छ हो, सेम प्राइसहरू एकदम रिजनेबल छ। हजुरहरू आएर टेस्ट गर्नु सक्नुहुन्छ। अब यस भिडियोहरू बनाउँदैछु, हजुरहरूले हेर्नु होला, कस्तो लाग्छ कमेन्ट गर्नु होला। भिडियोहरू राम्रो लाग्यो भने लाइक कमेन्ट गरिदिनु होला होइन। अब हजुरहरूले मलाई सपोर्ट गरिदिनु होला। म पनि नयाँ नयाँ भिडियो अब ट्राई गर्दैछु बनाउनु लागि। यति बनाउनु त आउँदैन अब मलाई, तर पनि ट्राई गर्दैछु अब होइन। आजकल सोसियल मिडियामा राम्रो उयो हुँदैछ। त्यही कारण तपाईँहरू पनि अगर भिडियो बनाउनु सक्नुहुन्छ भने हजुरहरूले जे गर्नुहुन्छ त्यसकै भिडियो राम्ररी बनाउँदा भइहाल्यो होइन। अब त्यसलाई नै राम्ररी अब आफ्नो जे काम छ त्यसको भिडियो बनाएर ब्लग बनाएर एडिटहरू गर्नु चाहिँ अब युट्युबबाट सिक्दा भइहाल्यो। मलाई पनि यति एडिट गर्न आउँदैन, सिक्दैछु। त्यही भयो साथीहरू। अब चाहिँ यहाँ रोल पेकिङको समय आइसक्यो। रोल पेकिङ गर्ने यता वाइफले चाहिँ पनिर रोल पेकिङ गर्नु हुँदैछ हो। म चाहिँ यता चिकन रोल, यता भाइले चाहिँ भिडियो बनाइदिँदैछ। अब रोल पनि भइसक्यो अब होइन। अब पेकिङ सेकिङ पनि भइसक्यो। लु त साथी हो, आजको लागि यति नै हो। गुड नाइट। अब फेरि भोलि भिडियो लिएर आउँछु।